आयो इन्ट्रान्सको लागि साँच्चीकै कुन किताब पढ्ने त? कुन किताबबाट चाहिँ क्वेसन धेरै आइरहेको हुन्छ त? सेकेन्ड ह्यान्ड किताब पढ्ने कि नपढ्ने? धेरै स्टुडेन्टहरु कन्फ्युज भइरहेको हुन्छ कुन किताब बेस्ट हो। यो भिडियोमा चाहिँ म छोटो तरिकाले सबै डाउट क्लियर गर्ने कोसिस गर्नेछु। सबभन्दा पहिला क्लास 11-12 को फिजिक्स, केमिस्ट्री, म्याथ यो नै बेस हो, यो नै फाउन्डेसन हो। एमसीक्यू बुक पढ्नु अगाडि यो तीनवटा किताबमा दिएको कन्सेप्टहरु क्लियर हुनुपर्छ। फर्मुला याद गर्ने कुरा, थ्योरी के हो, त्यो हिसाबहरु त्यस्तो किन भयो भन्ने कुरा, लोजिकहरुको कुराहरु यो सबै बुझ्नु जरुरी छ। त्यसपछि मात्र एमसीक्यू मिनिङफुल हुन्छ, अलि इजी हुन्छ। सो एक नम्बर भनेको डोन्ट स्किप +2 बुक्स। इफ +2 बेस राम्रो छ भने, त्यहाँको कन्सेप्टहरु बुझेको छ भने यो किताबहरुलाई त्यति धेरै ध्यान नदिँदा हुन्छ। एमसीक्यू बुक्स जब तिम्रो बेसिक कन्सेप्टहरु क्लियर हुन्छ त्यसपछि मात्र तिमीले एमसीक्यूहरु प्र्याक्टिस गर्नुपर्छ। कुन किताबले फरक पर्छ र? अनेस्टली भन्नुपर्दाखेरि धेरै एमसीक्यू किताबहरु सिमिलर नै हुन्छ एकदम। मलाई त धेरै जनाले एकअर्काबाट कपी गरेको जस्तो लाग्छ मात्र हैन, कति त सारेकै हुन्छ। तर प्र्याक्टिस चाहिँ इम्पोर्टेन्ट छ। कुनै पनि बुक चुज गरेर कन्टिन्युअसली प्र्याक्टिस गर्दै अगाडि बढ्दा हुन्छ। जब टाइम छ अनि डिपमा पढ्नु मन छ भने कुनै इन्स्टिट्युटको सब्जेक्ट वाइज एमसीक्यू बुक जो चाहिँ च्याप्टर वाइज हुन्छ त्यो भित्र पनि, अथवा बाहिर कुनै अरु पब्लिकेसनको किताबहरु लाइक आईओई म्याथमेटिक्स च्यालेन्जर, फिजिक्स बुस्टर, कोन्साइज फिजिक्स, केमिस्ट्री सक्सेस, इटीसी यस्तो अरु पनि छन् किताबहरु, यिनीहरु पनि पढ्दा हुन्छ। यदि तिमीसँग टाइम कम छ भने त्यो बेला चाहिँ तिमीलाई अल इन वान जस्तो किताब चाहिन सक्छ। इक्जाम्पलको लागि ईपीसीएम अथवा इन्ट्रान्स एक्सिलेटर भन्ने किताब, च्याप्टर वाइज अर क्वेशन बैंक। सुरुमै क्वेशन बैंक मात्र हेरेर मक टेस्ट दिए इम्प्रुभमेन्ट हुँदैन। साथीको हेरेर मैले पनि मेरो बेलामा क्वेशन मात्र प्र्याक्टिस गर्थे इनिशियली, तर इम्प्रुभमेन्ट 0। त्यसपछि चाहिँ मैले पनि बुझेँ फर्स्ट च्याप्टर वाइज एमसीक्यू अनि त्यसपछि मात्र क्वेशन बैंक प्र्याक्टिस गर्न थाल। तर विकली टेस्ट चाहिँ सधैँभरि दिइराख्ने। जब तिम्रो च्याप्टर वाइज सकिसक्छ त्यसपछि तिमीले अलिक धेरै नै प्र्याक्टिस गर्नु सुरु गर्दा हुन्छ क्वेशन बैंकहरु अथवा टेस्टहरु। फाउन्डेसन तिम्रो दरो भयो भने तिमीले माथि इक्जाममा पनि राम्रो गर्न सक्छौ। ओल्ड सेकेन्ड ह्यान्ड बुक्स, यदि तिमीसँग किताब चाहिँ 2081 भन्दा अगाडिको सेकेन्ड ह्यान्ड किताबहरु छ भने आईओई को अपडेटेड सिलेबस हेरेर पढ्नुपर्ने हुन्छ तिमीले। किन भन्दाखेरि 2080 मा चाहिँ आईओई ले अलिकति सिलेबसलाई चेन्ज गरेको थियो, धेरैवटा कुराहरु एड गरेको थियो। सो त्यो भन्दा अगाडिको किताबहरु छ भने चाहिँ तिमीले कुन कुरा चाहिँ एड गरेको छ, थपेको छ भन्ने कुरालाई चाहिँ तिमीले नोट डाउन गरेर त्यसलाई तिमीले एक्स्ट्रा पढ्नुपर्ने हुन्छ। त्यो चाहिँ कहाँबाट पढ्ने भन्दाखेरि तिमीसँग भएको +2 कै किताब हुन सक्छ, युट्युबबाट हुन सक्छ, अथवा इन्टरनेटबाट हुन सक्छ, च्याट जीपीटी, डिक्सिप हैन यस्तो केही एआई प्लेटफर्मबाट पनि हुन सक्छ, अथवा कुनै इन्स्टिट्युटमा भएको अनलाइन मेटेरियलहरु पनि तिमीले युज गर्न सक्छौ। तर पढ्नु चाहिँ पर्यो। हो यही कुरामा चाहिँ तिमीले अनलाइन सब्स्क्रिप्सन लिन सक्छौ एम्बिसन गुरुको। कसैलाई सफ्ट कपी पढ्नु मन पर्छ, अनलाइन मक टेस्ट, च्याप्टर वाइज, टपिक वाइज एमसीक्यू, अनलाइन भिडियोज एन्ड लाइभ क्लास, पर्सनल प्रोग्रेस ट्र्याकिङ यस्तो कुरा खोज्दैछौ भने चाहिँ एम्बिसन गुरु इज वर्थ इट। ओन्ली अराउन्ड 4500 मात्रै। यसमा तिमीले प्रोमो कोड युज गर्यो भने तिमीलाई 4000 मात्रै पनि पर्छ। हो जसरी भए पनि तिमीले सबै सिलेबस चाहिँ कभर गर्नुपर्छ। यो अलि छोड्छु भनेर त्यसरी नछोड्नु। कस्टमाइज योर पाथ। सबैको लेभल फरक हुन्छ। सो तिमी अब केही पास्ट क्वेशनहरु पनि हेर, त्यो क्वेशन कुन टपिकबाट आएको छ, त्यसमा कुन चाहिँ कन्सेप्ट युज भएको छ, त्यसलाई +2 को बुकले अथवा कुन बुकले त्यसलाई कभर गर्न सक्छ भनेर पनि तिमीले एकताल त्यो पनि हेर। र त्यो क्वेशन कतिको गाह्रो छ, डिफिकल्टी लेभल त्यसको कस्तो छ त तिमीलाई यो सबै कुरा एनालाइज गरेपछि तिमीले के गर्छौ, तिमीलाई त्यो क्वेशन सल्भ गर्नको लागि कन्सेप्ट कहाँबाट चाहिने छ त, +2 को बुकबाट चाहिने हो कि कुनै इन्स्टिट्युटको किताबबाट चाहिने हो कि त्यो पनि हेर्न सक्यौ नि त तिमीले। अब एकजनाको लागि गाह्रो हुने कुरा अर्कोको लागि गाह्रो नहुनु पनि सक्छ। त्यही भएर तिमीले आफूलाई चाहिँ हेर तिम्रो लागि चाहिँ त्यो क्वेशन गाह्रो छ कि छैन भनेर। गाह्रो छ भने अझै मेहनत गर्नु पर्यो, गाह्रो छैन ठिकै छ भने ठिक छ अझै प्र्याक्टिस गर्दै जाऊ अरू। अनि अर्को कुरा भनेको कुनै पनि इन्स्टिट्युटको बुक अथवा कुनैबाट बुकबाट ठ्याक्कै क्वेशन ठ्याक इन्ट्रान्समा आउने होइन। किताबहरुमा आईओईमा आएको पास्ट क्वेशनहरु मेमोराइज गरेको क्वेशन कलेक्ट गरेर त्यहाँ बुकमा राखिदिएको चाहिँ हुन्छ। र त्यही क्वेशनहरु आईओईमा रिपिट भएर आउन सक्छ, जो त्यो किताबमा पनि भइरहेको हुन्छ। त्यसलाई चाहिँ अब रिपिट भएको भन्ने होला। त्यो किताबबाट ठ्याक्कै परेको भन्दा पनि त्यो चाहिँ रिपिट भएको क्वेशनहरु, त्यही भएर तिमीले ओल्ड क्वेशनहरु पनि अलिअलि हेर्दा राम्रो हुन्छ। कन्क्लुजन समरीमा भन्नु पर्दाखेरि स्टार्ट विथ योर +2 एनईबी को पीसीएम किताब, देन पिक एनी गुड एमसीक्यू बुक। टाइम हुँदाखेरि च्याप्टर वाइज मजाले पढ। अनलाइन पढ्नु कन्फिडेन्स छ भने अनलाइनको सफ्ट कपीहरु मेटेरियलहरु पढ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, राम्रो अथवा महँगो किताबले ठ्याक्कै नाम आउने होइन, तर राम्ररी पढे, राम्ररी प्र्याक्टिस गरे नाम आउँछ। स्टे कन्सिस्टेन्ट। तिमी पढ्ने हो, इन्ट्रान्स क्लियर गर्ने पनि तिमी नै हो, फेल हुने पनि तिमी नै हो। आफूसँग भएको मेटेरियललाई अप्टिमम लेभलमा युज गर, आफ्नो 100% इफोर्ट देऊ। पछि फेरि अलिकति नाम थोरैले केही आएन भने अलिकति मैले मेहनत गरेको भए हुन्थेछ भनेर त्यो रिग्रेट नहोस्। एन्ड सबैले एकदम धन्यवाद।